यसलाई हाम्रो राईकुलाबाट तालाछिम भन्छ। हजुर। तालाछिम भनेको ताले घर हजुर हो। यो चाहिँ उहिले पुर्खाबाट नै यसरी पाखा कुल भन्नुपर्छ हाम्रो चाहिँ पाखा देउ। त्यो हाम्रो घरभित्रको होइन। हजुर यसरी यो चाहिँ अब गाई बस्तु अन्न पानीदेखि लिएर यस्तो को धनी हो यो चाहिँ हो। हजुर नोया भन्छ यसलाई हजुर। चाहिँ नोया देउ भन्नुपर्छ। नोया र यसरी बुझाउँदाखेरि चाहिँ हामीले सुँगुरहरू ल्याएर खोरमा हालिसकेपछि चाहिँ भाकल गरेको हुन्छ। है तिमीलाई दिन्छु यो सुँगुरलाई बचाइदेऊ राम्रोसँगले यसो देखादेऊ भएर जाओस् अब बस। यो सुँगुर उयो गर्दा चाहिँ तिमीलाई जोडी गरेर चाहिँ हामी भाले छ भने बुच्चा हो भने एउटा पोथी ल्याएर जोडी पारी गरेर चाहिँ हामी यसरी मानेर चाहिँ तिमीलाई मानमनित गरेर मात्रै हामी भोजन गर्छौँ यसरी। नमस्ते सबैजनालाई, गुड मर्निङ है। र आज भने चाहिँ हाम्रो सुरज बुबुकोमा है चोचे काट्दैछ, सुँगुर काट्दैछ होइन। र त्यही सुँगुरको मासु ल्याउनु जाँदैछौँ। अब तपाईँहरूलाई देखाउने छु है त एउटा हाम्रो हम्बु परिवारमा सुँगुर काट्दाखेरि चाहिँ के गर्नुपर्छ होइन। र हाम्रो नेपाली र हाम्रो गाउँ समाजमा कस्तो पाराले काट्छ म त्यो देखाइरहेको छु, हेर्दै गर्नुहोस्। लु सुँगुर चाहिँ बुबुले यहीँ पालेको रहेछ। एउटा त बाखान चाहिँ रेडी गर्दैछ है। हाम्रो राई भाषामा चाहिँ सुँगुरलाई चाहिँ बाखान भन्छ। यतापट्टि है यो एउटा रेडी हुँदैछ है। अर्को पनि रहेछ अझै, त्यसको पनि खेला हुने रहेछ। त्यो चाहिँ यहाँनिर आम्मामा यो त अलिकति डराउने तर्सिएछ यो सुँगुर चाहिँ। अलिकति यतापट्टिकोले उयो गर्दाखेरि अलिक डराएछ। त्यो चाहिँ यतापट्टि पनि रहेछ एउटा यो रहेछ। ओ यहाँ रहेछ। आम्मा जोड पो पालेको रहेछ त यहाँ त। अम्मा हौ यो त झन् कत्रो बढ्यो हौ। यो त के हो, माउ जस्तो छ त। यो त माउ सुँगुर होला सायद। यहाँ त कहाँबाट ल्याएछ भन, सेतो सेतो सुँगुर छ। लु है, कोही जग्गा चाहिँ पलुवा गर्छ भने हाम्रोतिर चाहिँ यसरी पानी तताएर सफा गर्छ पहिला है। र यसो गर्नाले चाहिँ राउ जति पनि सुँगुरको राउ हुन्छ त्यो चाहिँ मजाले उक्लिएर जान्छ क्या, सफा हुन्छ। र यहाँ हेर्नुहोस् अहिले कति सफा भइसकेको यसलाई हाम्रो राईकुलाबाट तालाछिम भन्छ। हजुर। तालाछिम भनेको ताले घर हजुर हो। यो चाहिँ उहिले पुर्खाबाट नै यसरी पाखा कुल भन्नुपर्छ हाम्रो चाहिँ पाखा देउ। त्यो हाम्रो घरभित्रको होइन। हजुर यसरी यो चाहिँ अब गाई बस्तु अन्न पानीदेखि लिएर यस्तो को धनी हो यो चाहिँ हो। हजुर। नोया भन्छ यसलाई चाहिँ नोया देउ भन्नुपर्छ। नोया र यसरी बुझाउँदाखेरि चाहिँ हामीले सुँगुरहरू ल्याएर खोरमा हालिसकेपछि चाहिँ भाकल गरेको हुन्छ। है तिमीलाई दिन्छु यो सुँगुरलाई बचाइदेऊ राम्रोसँगले यसो देखादेऊ भएर जाओस् अब बस। यो सुँगुर उयो गर्दा चाहिँ तिमीलाई जोडी गरेर चाहिँ हामी भाले छ भने बुच्चा हो भने एउटा पोथी ल्याएर जोडी पारी गरेर चाहिँ हामी यसरी मानेर चाहिँ तिमीलाई मानमनित गरेर मात्रै हामी भोजन गर्छौँ यसरी उयो गर्छौँ चाहिँ भन्नुपर्छ होइन। दियो खोलाहरू राखेर दियोले पकाएर यो चाहिँ खोला नालाको धनी डाँडा काँडाको धनी पाखा भने त्यो हो नि त। एउटा हरियालीको धनी प्रकृतिको धनी भनेर चाहिँ भन्दै जानुपर्छ। नयाँ कुल भन्नुपर्छ, पाखा देउ भन्नुपर्छ यसलाई चाहिँ। अब यो चाहिँ के भने भुनी यो चाहिँ नयाँ सँगसँगै उसको जोडी हुन्छ कहिले पनि। यो चाहिँ देप्रे सिकारी भन्नुपर्छ। नयाँ सँगसँगै हुन्छ यो सिकारी चाहिँ। जहिले पनि यो नयाँ देउ चाहिँ जहाँ जहाँ हुन्छ, जहाँ जहाँ हिँड्छ, जहाँ जहाँ डाँडा काँडा हिमाल पर्वत जहाँ जहाँ पुग्छ सँगसँगै यो सिकारी हुन्छ। यसलाई चाहिँ अलग यसले चाहिँ खुन खाँदैन। यसले खुन खाँदैन, अन्डा मात्रै खान्छ, यसरी फुल प्रसाद मात्रै। यो यहाँ चढाएको खुन यता पर्नु पनि हुँदैन हो, पर्नु पनि हुँदैन। यो कोदो मर्चाहरू लगाएर यो चेकको उयो भन्छ हाम्रो अन्ना भन्छ हाम्रो राईहरूको हो। भुनी काट्दा चाहिँ भाले चाहिन्छ, भाले चाहिन्छ। बुच्चा काट्यो भने पोथी चाहिन्छ, पोथी चाहिन्छ। यस्तो प्रकारले गर्नु। अनि दुईवटा सुँगुर काट्दा चाहिँ एउटाले चलिहाल्छ। आज यो हाम्रो भुनी थियो नि त। एउटा सुँगुर काट्दा उयो पनि बनाउनै पर्छ, पुतळीको पर्छ नि। यो त पर्छ नि। यो त सिकारी उयो रहेछ नि। सिकारी हो नि त। यो त यसको जोडी उयो हो नि त। यसले चाहिँ उसलाई नयाँलाई सहारा दिन्छ। नयाँ देउलाई सहारा दिन्छ यो सिकारी हो। यसले अलग्गै चोखो खानमान गरेर चाहिँ यसरी फुल प्रसाद र वादिन मात्रै चढाउनुपर्छ यसलाई चाहिँ। यसलाई फुल पार्नु हुँदैन। अहिले भने चाहिँ देवाले हाम्रो हल्का बताउनु भयो है के कस्तो पाराले चाहिँ हाम्रो राईहरूको मारकाट गर्नु या घरको सुँगुर काट्नुभन्दा अगाडि चाहिँ के कस्तो पूजा गर्नुपर्छ होइन। र त्यही भन्दा नै सुरज बुबुकोमा चाहिँ अझै यहाँनिर लडिरहेको रहेछ दुइटा।
यो त धरानी सुँगुर जस्तो छ त भने र अब भने चाहिँ तपाईँहरूलाई म माथि सुँगुर काटेको जग्गामा लाँदैछु होइन आज चाहिँ एकैचोटि 2टा सुँगुर काट्ने रहेछ र सुँगुर चाहिँ अब बुबुको भनाइअनुसार चाहिँ कुन्टल नाङ्छ 2टा जोडेर भन्दै थियो सानो सानो ठिकैको रहेछ है र हेर्दै गर्नुहोस् है त कस्तो छ यो चाहिँ धेरै जग्गातिर चाहिँ मैले यस्तो देखेको थिइनँ होइन हाम्रो यता चाहिँ यो चुना र हर्दी मिसाएर कलर गर्छ पहिला सुँगुरलाई काट्नुभन्दा अगाडि चाहिँ अन्त चाहिँ यसको छालामा मजाको एउटा कलर आउँछ तपाईँलाई म देखाउने छु हेर्नुहोस् है त्यो अहिले भने चाहिँ मेहन्दीको रसम हुँदैछ हल्दी रसम खासमा किन लगाएको यो चाहिँ के को लागि यो चाहिँ खासमा ए नजर हजुर एन्टिबायोटिक हो नि एन्टिबायोटिक है अहिले चाहिँ हल्दीको रसम नि अब यसको चाहिँ कलर आउँछ दामी त्यसले टल्किहाल्यो अब त्यो डल्ले भएर ल्याउ न यति बेला यसरी पर्छ सानो छुरीहरू छैन है छुरीहरू भए सजिलो हुन्थ्यो हड्डी काट्नु पानी खोइ डाली पाता गर्छ यो चाहिँ केमा लानु भन्दै थियो एउटा उसमा क्यारेटमा क्यारेट है एकछिन ल यसमा हाल्नु त त्यो भएर कुकरको उयो ल्याउ त कुकर ल यो चाहिँ अब ब्लड कुकर ल्याउ न कुकर त्यसो ब्लड निक्लिँदैछ त्यो ओपन यो त्यसमा आउँछ झुप्पा झुप्पा एकछिन ल काँचा पिसा हालिदिनुहोस् यसमा अट्छ होला त्यो ब्लड चाहिँ लानुपर्छ दामी हुन्छ चल है 3 जनालाई ल अहिले भने चाहिँ यो एउटा चाहिँ रेडी भयो है यसलाई चाहिँ अब लगेर तल घरमै लगेर पिस बनाउँछ यहाँ चाहिँ फोरफार भयो अब यसलाई पार्ट्स बनाएर चाहिँ घरमै लगेर पिस बनाउने तल यहाँ चाहिँ जग्गा भएन है अर्को चाहिँ यहाँनिर छ अब यो सकेर अर्कोको पालो हुन्छ त हेर्दै गर्नुहोस् तपाईँहरू यता टाउको काट्दैछ है यो चाहिँ लग्यो घरमै तल ए यो पनि रेडी भयो अब चाहिँ तिमीलाई सिस्टम गरिकन तिमीलाई जोरीपारी गरिकन तिमीलाई दिँदैछु भन्नुहोस् र तिमीलाई सबै त गरिकन भन्नुहोस् र तिमीलाई कसो गरिकन चलाउँदैछु परमेश्वर तिमीले आज तिमीलाई रहेछ परमेश्वर आज पुरा हुँदैछ परमेश्वर है सबै त गरिकन तिमीलाई दिँदैछु परमेश्वर मङ्गल बने छ गर्नुपर्छ तिमीले मानिलिनुपर्छ परमेश्वरलाई तिमीलाई बोधो मर्चा गरिकन तिमीलाई चलाउँदैछु परमेश्वर है यङ्ग परिवारले तिमीलाई आज दिँदैछु परमेश्वर
तिमीलाई चोखो जल गरिकन तिमीलाई वायु जल गङ्गा जल पवित्र जल गरिकन तिमीलाई चढाउँदैछु परमेश्वर गङ्गा जल गरिकन रोग कष्टहरू तिमीलाई यस्ता तिमीले बगाएर चोखो गरिकन तिमीलाई दिँदैछु छुमासा हुम्सा तिमीलाई पकुवा गरिकन तिमीलाई दिँदैछ भाकल पुरा हुँदैछ है पनि भाकल पुरा अन्ना गरिकन सँगसँग दिदी हिँड्ने तिमी नयाँको देख्दैछु गरी भनेकन तिमीलाई अलग कानमान गरिकन तिमीलाई त मानमणि त गरेर मान्दैछु चोखो गरिकन चोखो फुल गरिकन तिमीलाई चढाउनु सक्छ परमेश्वर है परमेश्वर आज तिम्रो भाकल पनि रहेछ परमेश्वर आज पुरा हुँदैछ है रक्षै क्षमा गरिदिनुपर्छ परमेश्वर तिमी नयाँको तिमी देखरेख गर्ने तिमी देप्रेसीकारी तिमी भनिकन तिमीलाई धनुकाट गरिकन तिमीलाई भेटी पैसा गरिकन चोखो फुल गरिकन परमेश्वरलाई है परमेश्वर तिमी मानिदिनुपर्छ भोल भगवान् क्षमा गर्नुपर्छ परमेश्वरलाई है परमेश्वर कुनै किसिमको याङमा परिवार घरमा तिमीले कुनै किसिमको दुश्मन लाग्यो भने ताली हान्ने तिमीले रक्षै क्षमा गरिदिनुपर्छ परमेश्वरलाई है परमेश्वर यो आज तिमीले भाकल गर्दैछ फेरि तिमीले यसरी नै पाउनेछौ परमेश्वरलाई है परमेश्वर तिमीले गाईबस्तुको तिमी आयुष्ट दिनु पैसा रुपियाँको आयुष्ट दिनु सबै कुरोको आयुष्ट दिनु अन्न पानीको आयुष्ट दिनु सबै कुरोको आयुष्ट दिनु पाखाको आयु दिनु लाली बाछीको साथी दिनु विद्या दिनु भनेको तिमीलाई चाहँदैछु फेरि पनि तिमीले लै तिमीलाई शिरको उपचार गरिकन तिमीलाई आज पुरा होस् भन्ने तिमीलाई आज जोरीपारी गरेर तिमीलाई शिरको उपचार गरिकन तिमीलाई जोरीपारी गरिकन तिमीलाई बस्ने भारे गरिकन तिमीलाई दिँदैछु परमेश्वर है परमेश्वर हाल्नु होइन 40-45 किलो सुँगुरको बोसै छैन है रातो मासु मात्रै रहेछ यसको चाहिँ यत्रो मात्रै रहेछ ल अहिले भने चाहिँ यहाँनिर नाम उठाउनु थाल्यो त बुबुले अब यहाँबाट सबै सप्लाई हुँदैछ काउन्टिङ नाम हुँदै यहाँ चाहिँ भुटुवाको लागि यो चाहिँ काट्दैछ प्लास्टिक दिनु त्यहाँ अब प्लास्टिक यहाँ सिस्टम हुन्छ है यहाँबाट चाहिँ नाम उठाउँदै लु है म चाहिँ 3 केजी जस्तो मासु लगेर हिँडेको अब र तपाईँहरूलाई कस्तो लाग्यो है हाम्रो गाउँको सानो भिडियो मैले यो बनाएको सुँगुर काट्दाखेरि सुरज बुङको है र यसरी नै मेरो भिडियो हेर्दै गर्नुहोस् मन पऱ्यो भने सेयर सब्सक्राइब लाइक पनि गर्नुहोस् है बाई बाई